गाउँ गाउँमा नचाहिने ठाउँमा चुनाव खर्च उठाउनलाई हेर्नु त खुल्लामा कहिले कसैको घर गोठ पहिरोले गएको बाटोको चक्करमा यहाँ हेर्नु त यस्तो छ यिनी झोलेहरू नभेन्जरी देश बन्दै बन्दैन भाइ। अब एउटा राजा फालेर 100 वटा घोडा पालिए ए गधा छोरो यस्तो धुलो गरा। अब विदेशी इन्डियन गाडी पनि आएन यिनी पनि आएन। अब बन्दैछ भन्छन् भाइ यत्रो बाटो बनाउनलाई के अब 20 वर्ष 63-64 मा राजा फालेपछि त बनाउने भए त बनाइसक्थे नि भाइ। यो कति ठुलो कुरो हो र। यिनीहरूको पुच्छर स्क्रु टाइट नगर्ने बन्दै बन्दैन भाइ। तिमीहरूले दाइ बा भन्दै हिँड्छौ, तिमीहरूले दाइ बा भन्दै हिँड्दाखेरि जनताले दुःख पाउँछन्। अब बस्नै नसक्ने स्थिति भएपछि विदेश जान्छन्। युवा बोल्ने जतिलाई विदेश पठायो, तिमीहरूले दाइ बा झोले बनाऊ, त्यहाँ चुनावमा पनि ललाई फगाई भोटै हाल, उनीलाई जितायो। त्यहाँ फेरि वर्षको 5 वर्षसम्म धुलो खायो, त्यहाँ 1 वर्ष 1-2-4 दिन मासु भात खायो, त्यहाँ फेरि धुलो खायो। यस्तै छ यार धुलो छ। त्यहाँ फेरि यहाँ पानी हाल्दो रहेछ क्या। त्यहाँ बाइकमा आउनुलाई त लुलु 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 गरेर ढल्नियो कि जस्तो। मान्छेले पनि के भन्लान् हेर्नु त। अरे भाइ पर्यटनमा समृद्धि भन्छौ, खोला नाला भन्छ, हिमाल भन्छ। यो हिमाल हेर्नलाई यो धुलो खाएर आउँछ भाइ। जहाजमा आउनु त आउला, साइक्लिङ गर्दै आउने बाटो त बनाऊ ल। यस्तो छ है हरिबिजोक। अब यहाँ बाइकमा आउने बिचमा पर्यो भने मान्छे साइड लाएर यिनीहरू गाडी जानु दिन पर्छ।